नमस्कार सम्पूर्णमा। आज 2026 मार्च महिनाको कति तारिक हो? 23 तारिक। आजको म सधैँ जसो आज पनि ड्रागन आइसकेको छु र मैले एउटा कुरा देखाउन खोजेको थिएँ के भन्दा चाहिँ मैले यो कम्पोस्ट मल आजभन्दा 15-20 दिन अगाडि मैले कम्पोस्ट मल हालेको थिएँ, जुन त्यस पछाडि पानीहरू पनि आकाशबाट आइदियो, पानी लगाउनु परेन र त्यसको 15 दिन पछाडि मैले डिएपी र पोटास दुईटा मिक्स गरेर 70 देखि 80 ग्राम को रेन्जमा मैले बोट अनुसार हालिदिएँ। यो पालि अहिलेसम्म मैले डिएपी र पोटास ट्राई गरेको थिइनँ। आज चाहिँ मैले डिएपी र पोटास अहिले चाहिँ यो सिजनमा चाहिँ मैले ट्राई गरेँ र एकदमै फङ्गिसाइड जुन ड्रागनमा लाग्ने घातक रोग, यस्तरी टिका बस्न थालेको छ यस्तो राम्रो पत्तामा पनि घातक रोग, यो टिकाहरू चाहिँ यो अहिले देखिरहेको टिकाहरू चाहिँ यो मैले अस्ति एकचोटि फेरि फङ्गिसाइड हानिसके पछाडिको यो इम्प्याक्ट हो। यो रोकिसकेको छ तर माथिबाट फेरि नयाँ ब्रान्चबाट यो ठ्याक्कै रातो टिकाहरू बस्न थालेको छ। अब यसलाई फेरि आज म एकचोटि फङ्गिसाइड र भिटामिन मिक्स गरेर हानिदिँदैछु। यो काम सक्ने बित्तिकै म त्यतातिर लाग्नेछु र मैले कुन फङ्गिसाइड हाल्छु, कुन भिटामिन हाल्छु त्यो पनि म अर्को भिडियोमा भन्ने नै छु। अरू ठिक छ, काम भइरहेको छ। एकचोटि त फङ्गिसाइडलाई मेरो सबै झन्नै उडाइदिइसकेको थियो, फेरि अलिकति मेहनत गर्दाखेरि राम्रो भइरहेको छ। त्यही हो,